ओहो लु हेर्नु त यो चाहिँ फुल होइन यो चाहिँ काप्रा हो यसलाई चाहिँ यो चाहिँ पछि लिफमा आज काले धने भाइसँग चाहिँ हामी काप्रा टिप्न जाँदैछौँ अनि काप्रा टिपेर चाहिँ भरे म तपाईहरुलाई देखाउने छु त्यसको के परिकार बन्छ भनेर चाहिँ अनि काप्रा टिप्ने मान्छे चाहिँ वही हो भाइ यता हुन हजुर भन काप्रा चाहिँ हामीले किनभने किन टिपेको भने हामी अचारको लागि टिपेको काप्रा हैन काप्रा चाहिँ यसलाई अचार बनाएर टक्कलाई त्यो भुइँमुनि हुन्छ काप्रा अनि माथि रुखमा हुन्छ रुखको झारेर हाँगा झारेर यसलाई अचार बनाउने हो टिपेर यसलाई टिपेर चाहिँ अनि यसलाई उसिनेर टक्कलाई अचार बनाउने अचार पारेर खाने अनि त्यहाँदेखि गुन्द्रुक राख्दा पनि भयो अनि आलु खाँदा पनि भयो यसमा चाहिँ कस्तो गरेर खाँदा पनि हुन्छ यसलाई काप्राको लु थ्याङ्क यू अब काप्रा टिप्न जाउँ है त ल त ल त्यो कुकुरको खुट्टामा हिर्काइदिएछ बिचरा होइन भनेको चाहिँ एउटा यस्तो हो त्यसको चाहिँ भर्खर त्यसको पात पलाउँदै गर्दाखेरि मुनामा चाहिँ त्यसलाई चाहिँ टिपेर उसिनेर त्यो अटोमेटिक अमिलो अमिलो हुन्छ त्यसलाई चाहिँ फेरि चटनी अथवा सब्जी अथवा जे बनाएर खाँदाखेरि पनि एकदम स्वादिष्ट हुन्छ सायद मन नपराउने मान्छे कोही नै होला त्यो भेजिटेबल नखाने केटाकेटीलाई पनि त्यो चाहिँ मनपर्छ होला है होइन केटाकेटीले पनि खान्छ नि त त्यसको स्वाद त यो पोखरीको छेउमा रहेछ अब गाउँठाउँमा यस्तो बोट बिरुवाहरू चिन्यो भने चाहिँ एकदमै खानपिनको लागि सजिलो हुन्छ विशेष गरी अनि हामीहरू त धेरै पहाड बस्ने मान्छेहरूले चाहिँ प्रायः जस्तो चिन्छ यही हो काप्रा ल यहाँ पनि काटिसकेको रहेछ त अनि यता न फेरि ओहो यो त ठुलो रहेछ नि त काप्राको बोट त यो त सबै उम्रिसकेको रहेन रहेछ होइन माथि माथि त फेरि त्यही त मासतिर त अस्ति त मैले हेरेको सबै छिपेको छ त होइन त्यही त भर्खर काप्रा त भर्खर मजाले पटाउँदै रहेछ हौ ओहो यो त साह्रै गजबको हो त अनि फेरि पलाउँछ त यसमा पलाउँछ फेरि अर्को साल यो साल त हुँदैन नि त ल खस्यो हौ त्यो सबै तल तलको टिप्दा पनि हुन्छ होला हौ सुकाएर भन्दा त यो त हरियैमा अनि यसको टेस्ट त हराउँछ होला नि त अनि त्यसो भए त यही घाँसको लागि यही रोप्दा भइगयो त कति मान्छेले होइन माछा चोरे होइन उनीहरूले राति यसो रेखदेख गरिदिएको क्या रातको बेलामा हो र आजले त भन्नुभएको यहाँ राति आएर सबैले रेखदेख गरिदिँदो रहेछ राति आएर सबैले रेखदेख गरिदिँदो रहेछ क्या रेखदेख गरिदिँदो रहेछ नि त राति आएर सबैले बाजे बुढो मान्छे बिचरा होइन हामी हेरिदिउँ न त के छ त गाउँ ठाउँको काममा दिउँसो त उहाँले हेरिहाल्नुहुन्छ राति चाहिँ हामी हेर्नुपर्छ भनेर पो आउनु हुँदो रहेछ त होइन र होइन र रेखदेख गर्दै गरे क्या राति राति मात्रै दिउँसो त तपाईँले आफै गरिहाल्नुहुन्छ राति चाहिँ हामी रेखदेख गरिदिन्छौँ है भनेको रहेछ नि त हो त्यही त यस्तो कहाँ पाउनु र त्यस्तो माछा पाल्नु छोडेको त अनि माछा पनि यहाँ त थुप्रै हुन्थ्यो होइन पहिला होइन यो पनि काप्रा होइन हुर्के यो पनि काप्रा होइन हुर्केको उयो काप्रा होइन उयो पनि पल्लो पनि काप्रा हो यो भएको जति त्यो पनि हो नि होइन उयो हुर्किसकेको छ यता काप्रा हो यो कसरी यति छिटो उम्रेछ त पल्लोको मासतिरको काप्रा त्यो काप्रा भएको जति सबै हाम्रो हो क्या यहाँ त्यही त कति छिटो हुर्केछ त यो त हुर्किहाल्छ क्या बेना त छिट्टो हुर्किन्छ अनि यो चाहिँ फेरि कसरी ढिलो भयो त यो पहिले छाटेको छ नि त बेना त्यो छाटेको थियो अनि यो सालमा यो भर्खर फुल्दैछ कि अलिक ढिलो भएको रहेछ यो त पहिले ल यहाँ भाइले मिठो गरे कि
एकदम दामी हुँदो रहेछ हैन दामी हुन्छ नि यसको त आलोमा त मिठै हुन्छ हैन सुकेपछि तपाईको त फेरि गुन्द्रुक जस्तो हुन्छ कि यो चाहिँ फेरि यो ग्लोभ लाएर टिप्नुपर्छ किनभने यसको जुन चोप हुन्छ त्यो चोप चाहिँ टालिन्छ हातमा टाँसिन्छ कि त्यही भएर ग्लोभ लाएर यसको चाहिँ ठक्क ठक्क अनि यो दाउरा चाहिँ सुकेपछि फेरि सुँगुर चारो पकाउनुको लागि एकदम बेतोड जसले एकदमै राम्रो मल्टी यसको पात चाहिँ मान्छेलाई खानुभयो हाँगाले चाहिँ सुँगुर चारो पकाउनु भयो सबै मल्टिपर्पज होइन त्यही भएर घर छेउछाउ रुख बिरुवाहरू धेरै लाउनु यसले सबै कुरो राम्रो गर्छ भनेको चाहिँ त्यही होला ल तपाईँ यति भइसकेको छ है यहाँनिर काप्रा यहाँ अझै पल्दैछ यो अब मैले टिपुक मैले चोप लाग्छ त्यही भएर उहाँले मात्रै टिप्नुहुन्छ यो काप्रा चाहिँ म त सबै हुर्किसक्यो होला भनेको त अझै पो रहेछ त यो त छाटेर यस्तो रहिरहेको एक वर्ष फेरि यो अर्को वर्ष उम्रिनु पर्यो भने चाहिँ अलिक ढिलो ढिलो हुन्छ यो काट्यो फेरि अर्कोचोटि चाहिँ ल अब यहाँ मुक्काले भाइले पुरै काप्रा टिपेर आज दिदीले खटाएर आइरहेछ काप्रा टिप्नु यो बाटोको एक्सटेन्सन गरेर चाहिँ यो चाहिँ यहाँसम्म आइपुग्ने रहेछ होइन ओहो यतिसम्म चाहिँ मेन रोड चाहिँ एक्सटेन्ड भएर चाहिँ इन फ्युचरमा चाहिँ यहाँसम्म आउने रहेछ यो पोखरीबाट सिधै उता गयो भने त यहाँ त पसलमा जानेछ माथिको 50 सुता ठोकिन्छ त्यो 50 काटिने रहेछ त अब जबसम्म यो बाटो एक्सटेन्सन हुँदैन तबसम्म प्रब्लम छैन त्यस पछाडि चाहिँ यसले सबै खरामखुरुम लाने रहेछ यो के को रुख हो सखुवा हो यो सखुवाको रुख है यो त निकै बुढो रहेछ अब त यसलाई अङ्गेरी पनि फल्छ यहाँनिर खान्छौ काली अङ्गेरी यो त यो त फेरि बाँदरले खुब खान्छ नि जङ्गलको एरियामा घरको छेउछाउ चाहिँ बाँदरको बिगबिक्ती छ अरे अनि त्यसले गर्दाखेरि निकै सताइरहेछ घरमा आएर सबै भाँडाकुँडा सबै मस्काएर जाने गर्छ अरे होइन पुरै भाँडा चिल्लै बनाएर अनि ढुकुटीको धानहरू कुट्नु लगेर बिचोक बनाएको छ अरे नगरिदेऊ न साथी हो भन्दाखेरि पनि पुरा होइन तपाईँहरूलाई किन दुःख हामी गरिदिइहाल्छौँ नि तपाईँहरू चाहिँ लिएर मात्रै राख्नुहोस् सबै हामी मिलाइदिन्छौँ भन्छ अरे होइन यस्तो त राम्रो हो नि त यो त प्रगतिहरू त होइन बाटोको प्रगति भएको छ चारकोसे झाडी यता के अरे के भन्छ बेलाखा जङ्गलबाट यसरी आउनु भएछ पुरै छेउछाउमा उनीहरूलाई जाँड रक्सी पनि दिनु परेन होइन ठ्याक्क घरमा आउँछ भाँडाकुँडा सबै खानासाना छ भने ट्याकटुक मस्काएर ट्याकटुक गरेर टिलिक्क बनाएर जान्छ होइन अनि मकैहरू छ भने सबै लगेर पिसिदिन्छ अरे हो पिसेर छट्ट खोसेला मात्रै बाहिर राखिदिन्छ अरे अनि खोसेला बोटुल्ने काम चाहिँ आफैले गर्नुपर्ने अरे खोसेला बोटुल्ने काम चाहिँ धनीले गर्ने बाँकी चाहिँ सबै हाम्रो आउनुभएका के अरे बेलाखा जङ्गलबाट आउनुभएका बाँदरहरूले सबै गरिदिनुहुन्छ अरे ल काप्रा चाहिँ यता त एकदम मजाको रहेछ त ठुलो पनि हुन्छ अनि ऊ त्यस्तै हुन्छ यो लिफ भएपछि चाहिँ लिफ त्यो यो पनि सेम हो त्यस्तै हुन्छ यो चाहिँ सर्लक्क यो रुखको पातै हो अनि अहिले चाहिँ फुल छ ओहो आजभोलि पनि माछा त होला है 1-2 वटा त होइन बाम माछा चाहिँ छ होला कछुवा कहाँबाट आउँछ कछुवा माटै बसिराख्ने राति मात्रै निस्किन्छ क्या हो र राति मात्रै निस्किन्छ बाँध पनि राति मात्रै टुक्क निस्किन्छ सिधा भएर निस्किन्छ अनि त्यो के खानु निस्किन्छ क्या त्यो चर्नु निस्किन्छ फेरि त्योभित्र गाडी हाल्छ हो र यो त भेना यहाँ त बाम त कतिवटा मार्यो भने यहाँ त 10-12 वटा बाम मार्यो भेना कति किलोको हुन्छ एउटा बाम बाउलाई अलिकति खुन दिउँ बाउलाई राजाले पनि खायो अलिकति लगेर एउटा मैले एउटा खाएँ
अनि उसले पनि खायो, हाम्रो भान्जीले पनि खायो। बिन्ते भान्जीले के बिनितेले हजुर बिनिते भान्जीले पनि खायो खुन। त्यही भएर होला अलिक ब्युटी भएको। औषधि के बिहान औषधि हुन्छ कि खानु पर्छ अरे के। मान्छेको खुनमा त कडा हुन्छ के त्यो बापुलो पनि हुन्छ, त्यसले राम्रो पर्छ कि। अहिले बिहानको 9 बज्नु आँटेको छ। यहाँनिर हायस काठमाडौँ जाने यो टेम्पोहरू चाहिँ जाँदैन, बेल्टरसम्म जान्छ। यताबाट चाहिँ बेल्टर, यताबाट यो टेम्पो सर र बेल्टर हिँडेको होला। बेल्टर कहाँ अहिले त यहाँ त टेम्पो खोज्नु त गाह्रो पर्छ। मान्छेले भन्छ यहाँ टेम्पो सबै पाइन्छ, तर उस्तै पऱ्यो भने त यहाँ त टेम्पो त पाइँदैन। फोन गऱ्यो भने टेम्पो दमकतिर जाँदैछु, म त ब्रान्डर जाँदैछु, म त इटरीतिर छु भन्नेहरू मात्रै हुन्छ। भनेपछि कति साह्रो व्यस्त छ यहाँनिर। यहाँ माछाको बच्चाहरू सानो सानो रहेछ है यो भित्र। यो माछाको बच्चाहरू रहेछ त यहाँनिर। हेर यो पानी छुन्यो भने त फेरि पोखरी जम्छ होला होइन। आफ्नो चाहिँ टिपिसक्यो अनि यहाँनिर अहिले मान्छेहरू तर उता हिँड्छ। आज घाम लागेर अलिक यो सनग्लास छ। अब काप्रा टिप्ने काम हुँदैछ यहाँ। यो सकिएपछि अनि यसलाई चाहिँ लगेर उसिन्ने, अनि त्यस पछाडि यसको चाहिँ उसिनिसकेपछि चाहिँ यो अनि त्यसलाई चाहिँ जे परिकारमा टर्न गर्दा पनि हुन्छ। यसलाई सब्जी बनाउँदा पनि भयो, भएन यसलाई चटनी बनाउँदा पनि भयो, अनि राख्नु पनि भयो। अनि त्यत्तिकै मलेर यसो नुनसुन छर्केर सायद यसलाई चटपटे पनि काटकुट गरेर लाउँदा हुन्छ होला होइन। हुन्छ किनभने यो अमिलो हुन्छ, चटपटे भनेको अमिलो र पिरो हो। तर त्यो मेनु चाहिँ अब भेरी डिफिकल्ट अनि एक्सपेन्सिभ हुन जान्छ होला। किनभने यो त अब काप्रा हतपत पाउँदैन, 1 सिजन। अनि यो पनि त्यो पनि एउटा के अरे पाक पलाउने बेलाको सिजनमा मात्रै हुन्छ। त्यस पछाडि गएर त वर्षभरि काप्रा खोज्छु खान्छु भने पनि पाउँदैन। यो त त्यस्तो हो। यो त हाम्रो त कन्टिन्यू है। कि चाहिँ यसलाई सुकाएर ओल्साएर सुकाएर सुकुटी जस्तो बनाएर ड्राई भेज बनाएर राख्नुपर्छ, अनि मात्रै हुन्छ यो। अहिले चाहिँ काप्रा टिपिसकेर फर्किँदै गरेको। सकेको त छैन, अझै टिप्दैछ। तर पनि म चाहिँ यहाँनिर यसो घरतिर फर्किँदै गरेको। अब बाँसहरू कस्तो रमाए, हरियो एकदम छिप्पिसकेको रहेछ। घरको दैनिक काम यस्तै हुन्छ। आइपुग्यो माइली रोहिणीले काम गर्दैछ है माथि। काप्रा हेऱ्यो पुरा हाँगा पो काट्दो रहेछ त जाम जाम। हाँगा काटेर पुरै त्यो टिप्नु नै गाह्रो हुन्छ।